सृष्टि पौडेल म क्लास 10 बाट नमस्ते मेरो नाम प्रतिमा तामाङ क्लास 10 हामीले चाहिँ युनाइटेड प्रिपेरेटरी स्कुलले सञ्चालन गरेको यो साइन्स एक्जिबिसन प्रोग्राममा चाहिँ हामीले के मोडल बनाएको छौँ। यो मोडलको नाम हो कम्युनिटी स्टेट मोडल। यो मोडलले चाहिँ हाम्रो नेपाली सोसाइटीमा भएको सडक या नेपाली सोसाइटीमा भएको घर पार्कहरूलाई रिप्रेजेन्ट गरेको छ। यसलाई भन्छ स्ट्रिट लाइट, यसलाई भन्छ ट्राफिक लाइट, अनि यसलाई जेब्रा क्रस भनिन्छ भने यसलाई चाहिँ फुटपाथ भनिन्छ। हामी युजली फुटपाथबाट चाहिँ हिँड्ने गर्छौँ अनि स्ट्रिट लाइटले चाहिँ हामीलाई लाइट प्रोभाइड गर्छ अनि स्ट्रिट लाइटको हेल्पबाट चाहिँ हामी सेफ फिल गर्न सक्छौँ, हामीलाई सुरक्षित फिल हुन्छ, केही एक्सिडेन्टहरू हुने प्रोबाबिलिटी हुँदैन। अनि यो ट्राफिक लाइटले चाहिँ ट्राफिक लाइटमा चाहिँ 3टा सिग्नल हुन्छ। रेडले चाहिँ हामीलाई स्टप भन्छ, येल्लोले बी रेडी भन्छ, त्यसपछि ग्रिनले चाहिँ गो भन्छ भने रोडको यो साइडले चाहिँ गाडीलाई जाने भनेर उयो गर्छ भने यो साइडबाट चाहिँ गाडी आउने भनेर डिरेक्सन गर्छ। अनि हाम्रो जेब्रा क्रसिङबाट चाहिँ मान्छेहरू लेफ्ट साइडबाट राइट साइडबाट लेफ्टमा जान सक्छन् विदाउट एक्सिडेन्ट। यो हामीले जेब्रा क्रसबाट चाहिँ रोड क्रस गऱ्यो भने चाहिँ एक्सिडेन्ट हुने प्रोबाबिलिटी एकदम कम हुन जान्छ। सो थ्याङ्क यू।